सबैभन्दा छिटो दौडिने जनावर के हो भन्दा सबैको दिमागमा चिता आउँछ। तर सुन्नुहोस्, कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राख्यो जस्ताको तस्तै। यो कथा मैले त बच्चादेखि नै सुन्दै आएको छु। सायद तपाईहरूले पनि सुन्नुभएको होला। म त अझै पनि सुन्दैछु र कहिलेकाहीँ आफै पनि भन्छु पनि। अब कुकुरको जन्मजात नै पुच्छर बाङ्गो हुन्छ त सिधा कसरी हुन्छ भन्ने होला, होइन त साथीहरू? तर गलत हो। हाम्रो नेपालमा त होइन, तर बाहिर देशमा एउटा कुकुरको प्रजाति पाइन्छ। त्यो कुकुरको नाम हो पोइन्टर ब्रिड डग र यो कुकुरको पुच्छर जहिले पनि सिधा हुन्छ। र अर्को इन्ट्रेस्टिङ कुरा, कुकुरहरूको धेरै प्रजातिहरू हुन्छ। एक प्रजातिको कुकुर छ जुन त्यो कहिले पनि भुक्दैन। सही सुन्नुभयो, बसेन्जी नाम गरेको कुकुर छ। त्यो कुकुरले लाइफमा कहिले भुक्दैन, एकदम साइलेन्ट। र अर्को प्रजातिको कुकुर छ सालुकी। यो प्रजातिको कुकुर दौडिनमा चितालाई पनि हराउन सक्छ। हजुर, सही सुन्नुभयो। चिताको एभरेज स्पिड हो 67 किलोमिटर प्रति घण्टा, तर यो कुकुरको स्पिड हो 68 किलोमिटर प्रति घण्टा।